मलाई चाहिँ मेरो आँखा जति माया चाहिँ कुनै बडी पार्टको लाग्दैन। अझै कति ठाउँ घुम्न बाँकी छ, कति कुराहरू हेर्न देख्न सिक्न बाँकी छ होइन। अनि पछि मेरो यही आँखाले नै मजाले हेर्न सकेन देख्न सकेन भने त के गर्ने होला जस्तो लाग्छ कि मलाई। अनि मेरो आँखाको केयर गर्नको लागि चाहिँ मेरो सधैँको गो टु प्लेस भनेको चाहिँ इटहरीमा रहेको क्लियर भिजन अप्टिकल हो। किन भन्दाखेरि चाहिँ पहिलो कुरा त यहाँको दाइ भाउजू यति मजाको हुनुहुन्छ होइन। उहाँहरूले एकदमै मजाले सबै कुरामा गाइड गर्ने, कति कुरा यति मजाले एक्सप्लेन गर्नुहुन्छ कुनमा कस्तो फिचर्स हुन्छ। अनि सधैँ प्राय सनग्लासेस किन्न होस् वा मलाई पावर ग्लास चाहिने होस्, जस्तो जे चाहिँदाखेरि पनि म सधैँ यही आइरहेको हुन्छु। अनि चस्मा भनेको फेरि यस्तो सेन्सिटिभ कुरा, यदि हजुरले राइट ब्रान्डको राइट खालको ग्लास लगाउनु भएको छैन भने तपाईँको आँखालाई यस्तो हानि पनि हुन सक्छ होइन। दाइहरूले चाहिँ यहाँनिर वर्ल्डकै टप ब्रान्डको ग्लासेसहरू पनि राख्नु भएको छ। इफ कसैलाई चाहिन्छ भने उहाँहरूले हाई कपी पनि राख्नु भएको छ, लो रेन्जको पनि राख्नु भएको छ होइन। त्यो हुँदाखेरि चाहिँ एकदमै अफोर्डेबल पनि पर्न जान्छ। अनि ठ्याक्क म यहाँ आई चेकअपको लागि आउँदाखेरि चाहिँ दाइ भाउजूले मलाई भन्नुभयो उहाँहरूको क्लियर भिजन अप्टिकलको चाहिँ 5औं वर्ष पुरा हुन लागेको रहेछ। अनि त्यसैले गर्दाखेरि चाहिँ पुस 15 गतेदेखि पुसको 21 गतेसम्म चाहिँ उहाँहरूले 5th एनिभर्सरी सेलिब्रेसन पनि राख्नु भएको रहेछ। अनि यही मौकामा चाहिँ उहाँहरूले कति धेरै सनग्लासेसमा चाहिँ अप टु 40% को डिस्काउन्ट पनि राख्नु हुने रहेछ। अनि लकी ड्रहरू पनि राख्नु भएको रहेछ। क्लियर भिजन अप्टिकलको चाहिँ एउटा बेस्ट कुरा भनेको चाहिँ यहाँनिर हजुरहरूले साँच्चीकै नै ओरिजिनल ब्रान्डेड अथेन्टिक सामान पाउनुहुनेछ विथ कार्ड विथ बक्स। र त्यही चिज हजुरले हाई कपी वा अलिकति लो रेन्जमा खोज्नु भयो भने पनि यहाँनिर हजुरले पाइहाल्नुहुनेछ। मैले अहिले भिडियोमा देखाइरहेको सबै हजुरलाई एकदमै अथेन्टिक जेन्युइन प्रडक्ट्सहरू हो जुन हजुरले ओरिजिनल पाउनुहुनेछ क्लियर भिजन अप्टिकलमा। लोकेसन चाहिँ कहाँ हो भनेर सोध्नुहुन्छ भने चाहिँ इटरी मेडिकलको तलपट्टि हजुरले ग्राउन्ड फ्लोरमै लेफ्ट साइडमा देख्न सक्नुहुनेछ। कतिजना आउनु भएको छ त क्लियर भिजन अप्टिकल अनि एनिभर्सरी अफरको लागि कतिजना एक्साइटेड हुनुहुन्छ कमेन्टमा भन्न चाहिँ नछुटाउनु होला है त।